सबै ठाउँमा हाम्रो प्रत्येक घरमा स्ट्रेचर हुँदैन नि त। कहिलेकाहीँ हाम्रै घरमा बुवा अथवा दाजुभाइ दिदीबहिनी जोसुकै व्यक्तिलाई पनि चोटपटक लाग्यो भने उसलाई हामीले हस्पिटलसम्म त लग्नुपर्छ नि। त्यो हस्पिटलसम्म लिनको लागि कि त हामीले डोकामा बोकेर लग्नुपर्छ भने उसलाई थप क्षति नहुनुको लागि त सबभन्दा उपयुक्त विधि भनेको त यो हो नि। अब यसलाई सुरुमा यसरी निरीक्षण गर्नुहोस्, कपडा मजबुत छ कि छैन भनेर यसलाई मजबुत गर्ने। त्यसपछि यसलाई समतल भूभागमा यसरी बिछ्याउने है, बिछ्याउने। हामीसँग बाँस त सबै ठाउँमा पाउँछ, यदि नभए कुनै पनि कपडाहरू पाउँछ भने यस्तो बाँसको पोलहरू काट्ने अथवा फलामको यस्तो डन्डीहरू पनि हुनसक्छ। अनि त्यसलाई तपाईँ निरीक्षण गर्ने, त्यो भाँचिन्छ कि भाँचिँदैन भनेर। अनि यसपछि तपाईँको बिच भागमा अथवा 1/3 भागमा त्यसको साइज हेरेर राख्ने। यसरी बिच भागमा यसरी राखिसकेपछि एक साइडबाट यसलाई यसरी फोल्ड गरिदिने। यदि तपाईँको साथी केटा मान्छे बेहोस भएर ढलेको छ भने उसको छातीको भागको नाप लाग्ने। यदि केटी मान्छे हो भने ल एकजना भाइ ल आऊ त, ल यहाँ सुतिहाल, ल सुत यहाँ होइन। यदि सुन्नुहोस् है, ल 4 जना विद्यार्थी आयो, स्ट्रेचर उठाउनुपर्छ। आऊ 4 जना। सुन्नुहोस् है, तपाईँको साथी सुन्नुहोस् यसरी ढलेको छ भने यदि केटा मान्छे हो भने उसको हामीले छातीको भागको साइज लिन्छौँ। यदि केटी मान्छे हो भने उसको हामीले कम्मरको भागको नाप लगेर हामीले स्ट्रेचरमा त्यो साइज लिन्छौँ। उसको छातीको भागको नाप लग्ने। त्यसपछि हामीले यहाँ नाप्ने, यता नापौँ, यसरी नाप। एक हात छ भने हामीले यसरी अर्को चाहिँ सपोर्ट राख्ने। त्यसपछि यसलाई उता फोल्ड गर्ने। त्यसपछि बिरामीलाई सुन्नुहोस् है, अब बिरामी यसरी सुतेको छ भने स्ट्रेचरलाई उसको नजिक लग्ने, साथीको नजिक लग्ने। त्यसपछि साथीलाई बिस्तारै हेर्नुहोस् न, सुन्नुहोस् यसरी उठायो भने के हुन्छ त भन्दा साथीको कहिलेकाहीँ ढाडमा चोट लागेको हुनसक्छ, उसको स्पाइनल कर्डमा चोट लाग्यो भने साथीको त्यो उसलाई प्यारालाइसिस हुनसक्छ। अब यसलाई यसरी घुँडा टेकेर बिरामीलाई सुरुमा आफूतिर तान्ने है, बिस्तारै हेर्नुहोस्, यसरी बिस्तारै आफूतिर लिने। अब यसलाई बिस्तारै उता लग्नुहोस् स्ट्रेचर, यसरी नजिक लग्ने। अब साथीलाई यसरी स्ट्रेचरमा राख्ने, बुझ्नुभयो? त्यसपछि हेर्नुहोस् है, यसरी फर्किने। अनि बिरामीलाई हेर्नुहोस् है, अब यो हामीले गन्तीमा उठायो भने के हुन्छ भने स्ट्रेचर साथीभाइले समात्दा खस्न सक्छ। एकरूपता ल्याउनको लागि बिरामीलाई पहिला सुरुमा सबै साथी तयारी हो भन्ने होइन। हल्का एक स्टेप माथि लिने, अर्को स्टेपमा जुर्की उचाल्ने है। 1 स्टेप अप भन्छु, हल्का उठाउनुहोस्, अनि अर्को 1 स्टेप अप भन्छ अनि पुरै उठाउनु है त। 1 स्टेप अप अलिकति मात्रै हो, त्यो तन्काए मात्रै राख्ने। हल्का उठाउनुहोस् भन्दाखेरि जमिनदेखि थोरै उठ्न पर्यो है। अप सबै उचाल्नु। ल अब हेर्नुहोस् है, अब यो साथीलाई नजिकैको स्वास्थ्य चौकीमा लिए पनि हुन्छ, जहाँ लगे पनि साथीलाई हामीले सहज रूपमा लिन सक्छौँ, बुझ्नुभयो? यसरी हामीले साथीलाई लिँदाखेरि सम्बन्धित ठाउँमा पुग्छ। अब यस्तो भइसकेपछि अलि जोडले समाधान है हो। यस्तो भइसकेपछि हामीले फेरि फ्याक्च झार्ने, बुझ्यौ? 1 स्टेप डाउन भनेपछि अघि हामीले जसरी हल्का तल छोड्थ्यौँ नछोइकन राख्ने है त। 1 स्टेप डाउन, 1 स्टेप डाउन। ल सबै उठ्यो भनेपछि अब हामीलाई यो स्ट्रेचर बनाउन, स्ट्रेचर खोज्न त्यति गाह्रो रहेछ त?